आज हामी एउटा यस्तो विषयमा कुरा गर्दैछौं जसले धेरैको ध्यान तानेको छ। चन्द्रपुर नगरपालिकाको सुकुम्बासी अर्थात् भूमिहीन र अव्यवस्थित बसोबासीको समस्या। सुन्दा यो एउटा साधारण प्रशासनिक काम जस्तो लाग्न सक्छ, तर खासमा यो हजारौं मानिसको जीवनस्तर र सिङ्गो नगरको भविष्यसँग जोडिएको एकदमै गम्भीर मुद्दा हो। आजको यस विस्तृत विश्लेषणमा हामी स्रोत सामग्रीहरूले दिएको एकदमै गहिरो खाका अर्थात् रोडम्याप बारे चर्चा गर्नेछौं, जसले यो जटिल अवस्थालाई कसरी सम्बोधन गर्न सकिन्छ भनेर देखाउँछ। अब तपाईहरूलाई लाग्न सक्छ कि यो साँच्चै समाधान हुन सक्ने कुरा हो त? पक्कै हो। यो कुनै जादुको छडी घुमाएर रातारात हुने काम त पक्कै होइन। यो निकै चुनौतीपूर्ण छ। तर यहाँनिर एउटा एकदमै सकारात्मक कुरा छ। यदि हामीसँग व्यवस्थित योजना र साँच्चीकै दृढ राजनीतिक इच्छाशक्ति हुने हो भने यो समस्यालाई जरैदेखि उखेल्न 100% सम्भव छ। यो कुनै असम्भव सपना होइन है, बरु समाधान गर्न सकिने एउटा स्पष्ट चुनौती हो। तर एउटा प्रश्न यहाँनिर उठ्छ कि सुकुम्बासी समस्या भन्नासाथ खाली जग्गा बाँड्दियो अनि सक्यो त? पक्कै पनि त्यति सजिलो छैन। यो समस्यालाई साँच्चै नै सधैँका लागि समाधान गर्ने हो भने जग्गा वितरणभन्दा निकै परसम्म सोच्नुपर्ने हुन्छ। यो विश्लेषणले एउटा सामान्य नीति मात्र होइन, एउटा पूर्ण गुरु योजनालाई अगाडि सारेको छ। त्यसो भए आउनुस् यसको भित्रै पसेर हेरौं। आज हामी यी 6वटा मुख्य चरणहरूमा कुरा गर्नेछौं। चन्द्रपुरको सुकुम्बासी चुनौती, तथ्याङ्क र कानूनी आधार, पुनःस्थापना र जीविकोपार्जन, राजनीति, पारदर्शिता र समुदाय, दीर्घकालीन नीति सुधार र अन्त्यमा सम्पूर्ण समाधान। पहिलो खण्ड, चन्द्रपुरको सुकुम्बासी चुनौती। अब हेर्नुस्, कुनै पनि ठूलो काम जस्तै भौतिक निर्माण वा जग्गा बाँड्ने काम सुरु गर्नुभन्दा अगाडि जग त बलियो हुनै पर्छ, होइन र? यहाँ 3वटा कुराहरूलाई सम्झौता गर्नै नसकिने पूर्व शर्तका रूपमा राखिएको छ। पहिलो, व्यवस्थित योजना, हचुवाको भरमा काम गरेर पक्कै हुँदैन। दोस्रो, बलियो कानूनी आधार। र तेस्रो, सबैभन्दा महत्त्वपूर्ण, दृढ राजनीतिक इच्छाशक्ति। किनभने इच्छाशक्ति बिना जतिसुकै उत्कृष्ट कानूनी योजना भए पनि त्यो कागजमै थन्किन्छ। यी 3वटै कुराहरू एक आपसमा जोडिएका छन्। अब लागौं दोस्रो खण्डतिर, तथ्याङ्क र कानूनी आधार। यो प्रक्रिया साँच्चीकै रोचक र वैज्ञानिक छ। सबैभन्दा पहिलो कदम भनेको को वास्तविक सुकुम्बासी हुन् त भनेर डिजिटल रूपमा घरधुरी सर्वेक्षण गर्नु हो। यसपछि नक्कली दावी गर्नेहरूलाई हटाएर वास्तविक पीडितको पहिचान गरिन्छ। यो डिजिटल रेकर्डिङ एकदमै क्रिटिकल छ है। एक पटक वास्तविक पहिचान भइसकेपछि मात्र राष्ट्रिय भूमि आयोगसँग समन्वय गरेर लाल पूर्जा अर्थात् स्वामित्वको प्रमाणपत्र दिने कानूनी कामलाई फटाफट अगाडि बढाइन्छ। तेस्रो खण्डमा जाउँ, पुनःस्थापना र जीविकोपार्जन। हामी सबैलाई थाहा छ, धेरैजसो अव्यवस्थित बस्तीहरू नदी किनार जस्ता जोखिमपूर्ण ठाउँमा हुन्छन्। त्यहाँबाट हटाएर सुरक्षित ठाउँमा सार्नुपर्ने हुन्छ। तर खाली जग्गामा लगेर मात्र त भएन नि। एउटा साँच्चीकै सुरक्षित र योजनाबद्ध बस्ती बनाउन सडक, सफा खानेपानी, बिजुली, विद्यालय र स्वास्थ्य चौकी जस्ता आधारभूत पूर्वाधारमा ठूलो लगानी गर्नुपर्छ। व्यवस्थित बसोबास भनेकै यही हो। र यहीँनिर एउटा ठूलो गेम चेन्जर कुरा आउँछ। पुरानो तरिकाले जग्गाको टुक्रा मात्र थमाउँथ्यो, तर यो नयाँ गुरु योजनाले जग्गासँगै सिपमूलक तालिम, सहकारी, साना उद्योग र रोजगारीलाई पनि सँगसँगै जोड्छ। आवास दिएर मात्र पुग्दैन, बिहान बेलुकाको छाक टाड्ने दिगो बाटो पनि त चाहियो नि। युवाहरूलाई उद्यम वा वैदेशिक रोजगारीसँग जोड्ने यो मोडलले धुलो उड्ने नदी किनारको बस्तीलाई एउटा आत्मनिर्भर अर्थतन्त्रमा रूपान्तरण गर्न सक्छ। अब खण्ड 4, राजनीति, पारदर्शिता र समुदाय। सुकुम्बासी मुद्दा प्रशासनिक रूपमा व्यवस्थापन गर्न त्यति सजिलो छैन, किनकि यो प्राय राजनीतिक भोट ब्याङ्क बन्ने उच्च जोखिममा हुन्छ। स्रोत सामग्रीले यसलाई निकै तटस्थ रूपमा विश्लेषण गरेको छ। यस्तो दुरुपयोग रोक्न वितरण प्रक्रियामा पूर्ण पारदर्शिता एकदमै कडा हुनुपर्छ। सार्वजनिक सुनवाई गर्ने, कडा नागरिक निगरानी राख्ने र सम्पूर्ण प्रक्रियालाई पार्टीगत प्रभावभन्दा माथि राख्ने कुरा यहाँ सुझाइएको छ। साथसाथै टोल विकास समिति र उपभोक्ता समूहलाई एक्टिभ बनाएर स्थानीय बासिन्दालाई नै निर्णय प्रक्रियामा सामेल गराउनुपर्छ। यो सम्पूर्ण योजनाको एउटा अत्यन्तै शक्तिशाली पाटो छ, हामीले आफै बनाउने बस्ती। यो भनाइ आफैमा कति सशक्त छ। यसले सुकुम्बासी समुदायलाई केवल लिने मात्र होइन, आफ्नो बस्तीको निर्माण र विकासमा आफै खट्ने सक्रिय साझेदार बनाउने लक्ष्य राख्छ।
जब मानिसहरू आफै आफ्नो समुदाय बनाउन लाग्छन् नि, तब मात्र त्यहाँ साँच्चीकै अपनत्वको भावना जाग्छ र विकास दिगो हुन्छ। 5औं खण्डमा पुग्यौं, दीर्घकालीन नीति सुधार। नगरपालिका फेरि पनि त्यही अव्यवस्थित बसोबासको पुरानै चक्रमा नफसोस् भनेर केही दीर्घकालीन नीतिहरू बनाउनै पर्छ। यसका लागि सम्पूर्ण भूमिको एकदमै स्पष्ट नक्साङ्कन हुनुपर्छ। सार्वजनिक वा सरकारी जग्गामा हुने कुनै पनि नयाँ अवैध कब्जालाई रोक्न शून्य सहनशीलता सहितको कडा कारवाही हुनुपर्छ। र सबैभन्दा ठूलो कुरा, नगरपालिकाले आफ्नो शहरी योजनालाई एकदमै दृढताका साथ कार्यान्वयनमा ल्याउनुपर्छ। यो दृढता नै भविष्यको सुरक्षाको ग्यारेन्टी हो। र अन्त्यमा खण्ड 6, सम्पूर्ण समाधान। निष्कर्षको रूपमा स्रोत सामग्रीले यो गज्जबको 4 खम्बी सूत्र अगाडि सारेको छ। हेर्नुस्, चन्द्रपुरको सुकुम्बासी समस्या समाधान गर्न यी 4वटै स्तम्भ सँगसँगै उभिनै पर्छ। पहिलो, कानूनी अधिकार अर्थात् लाल पूर्जा। दोस्रो, पूर्वाधार सहितको योजनाबद्ध बस्ती। तेस्रो, जीविकोपार्जनका लागि रोजगारी सृजना। र चौथो, सम्पूर्ण प्रक्रियामा पूर्ण पारदर्शिता। यीमध्ये एउटा मात्र खम्बा ढल्यो भने नि यो पूरै गुरु योजना तासको महल जस्तै ढल्न सक्छ। त्यसैले यी 4वटै कुरा एकसाथ अगाडि बढ्नुपर्छ। स्रोत सामग्रीको अन्तिममा यसलाई 1 वर्षे कार्ययोजनामा ढाल्न सकिने गजबको प्रस्ताव राखिएको छ। यसले हामी सबैलाई एउटा गहिरो प्रश्न सोच्न बाध्य बनाउँछ। के चन्द्रपुरको लागि तयार पारिएको यो गुरु योजना नेपालका अरू नगरपालिकाहरूले पनि प्रयोग गर्न सक्ने एउटा सर्वोत्कृष्ट र व्यावहारिक रोडम्याप बन्न सक्ला त? पक्कै पनि। सही तथ्याङ्क, स्पष्ट नीति र दृढ इच्छा शक्ति हुने हो भने यो असम्भव छैन। आजको यस विश्लेषणले यो जटिल विषयलाई बुझ्न पक्कै पनि नयाँ दृष्टिकोण दियो होला। अध्ययन जारी राख्नुहोला।